एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सो म स्कुल जानको लागि रेडी भइसकेको छु अनि आजको दिन मेरो बिहान 4 बजेबाट सुरु हुन्छ। भगवान, म रेगुलरली 4 बजे नै उठ्छु। 4 बजे उठेर रेडी भएर स्कुल जान्छु। सो आज चाहिँ बाबा र दादा काठमाडौँ जानुहुने हो। यस, आज बाबा दादा काठमाडौँ जानुहुन्छ अनि मम्मी र म त घरमा हुनुहुन्छ। सो के गर्न सकिन्छ, त्यस्तै हो, पढ्नलाई बाहिर जान परिहाल्यो। सो अनि अब म रेडी भइसकेको थिएँ। दादा उता सुत्दिएर मम्मा पनि आफ्नो कोठामा सुत्नु भएको थियो। सो मलाई अब ढिलो भइसक्यो। सो अब मैले एकचोटि आई थिङ्क म 11:30 1:30 बजे आउँछ। ओके, बाई। सो म स्कुलबाट आइसकेको थिएँ अनि खानसाना पनि फटाफट हामी खाइदियौँ। अनि दादा उता जानु काठमाडौँ जानु लागि तपाईँले त सामान प्याक गर्दै हुनुहुन्छ, कपडा सौडा के चाहिन्छ उहाँको एकैचोटि छुट्टीमा हुन्छ दादा। अब अनि उता अर्को कोठामा फेरि बाबा पनि रेडी हुनुहुन्थ्यो अनि सामान उता बाल्यो हुन्थ्यो दादा र बाबाले भएर। सो हेलो, सो म फटाफट खानसाना खाइसकेको थियौँ। मम्मी बाबा सबैले एकैचोटि खानसाना खाइदियौँ अनि दादा र मम्मी दादा बाबा भएर सामान प्याक गर्दै हुनुहुन्छ खानसानाको लागि। मम्मी पनि जानुहुने। सो मम्मी पनि सामानहरू प्याक गर्दै हुनुहुन्छ। उता दादाले आफ्नो, बाबाले आफ्नो, मम्मीले पनि आफ्नो। उता मम्मी पनि जानु भन्नुभएको थियो, तर अब त त्यो स्कुल चल्नु फेरि यता पढाइ छुट्टीमा सरले गाली गर्छन्, त्यही भएर म त जाँदैन भनिदिएँ। अनि के गर्नु, छुट्टी रास्ता गइ पनि हाल्थेँ, बट सरले गाली गर्छन्, जान मिलेन, केही छैन। सो म किचनमा आइसकेको थिएँ चिया पकाउनको लागि। हजुरबा आउनुभएको छ अनि त्यहाँ सँगसँगै बाबा दादा मम्मी सबैलाई चिया पकाइदिनु भएको, दुध हालेर। अनि दुध तताउन बिर्सेको थियो अनि पहिला दुध अर्को भाँडामा हालिदिएँ अनि हालेपछि चिया पकाउन कार्यक्रम सुरु भयो। हेर्नुहोस्, मैले चिया पकाइदिएको छु। पकाएर दिइसकेको थिएँ मैले अघि नै। अनि यता मम्मी फेरि यता साग टिप्न आउनुभएको थियो अनि मुला चाहिँ खानु भएको रहेछ। खानु बिर्सेको छ, अन्त टिप्न पो दौड लाग्एको थिएँ अनि खानु भएको थिएन। अझै सानो रहेछ मुला अनि मम्मीमा साग दिनुभएको थियो, पकाउन। अब साग पकाउन कि क्यामेरा पकाउन, अब के गर्नु, केही गर्न सकिँदैन भने जस्तै। सो हेर्न सक्नुहुन्छ अहिले यहाँ त भ्यू कति साँझ भइसकेको छ, जाने बेला पनि कति जान आइसकेको छौँ। बाबाको छुट्टी लगेर 2 महिना आएको छ, मेरो 3 महिना भइसकेको थियो। बाबाले काम गर्नुको छैन, भ्याकेसन मार्यो। यति चाँडै गर्ने 3 महिना। अब फटाफट खानसाना पकाएर एकछिन मोबाइल चलाएन, खान्छ फेरि अनि त्यसले फटाफट खानसाना पकाएर अनि त बाबाले त के अरे हाम्रो देउली पनि थियो, देउलीको पर त काठमाडौँ दिदीको छोटो पनि छ, त्यहाँ लागि रेडी पारिदिनुहुन्थ्यो। यता फेरि बाबाले मैले खानसाना पस्किदिइसकेको थियो। सबैले खाना म उता खान गइयो अनि सबै मिलेर खानसाना खाइदिउँ। रेकर्ड गर्न पाइनँ, अनि त्यस्तै हो, रेकर्ड गरिनँ मैले त्यो भिडियो, अनि त्यस्तै पछि गरौँला भनेर। सो अब यता जाने बेला भइसकेको थियो। टाइम भनेपछि यति फास्ट गएको थियो नि, एक्सप्लेन गर्नु सक्दैन जस्तो छ। सो अनि फटाफट यता टिका मुस्नको लागि मैले रङ खोजिरहेको थिएँ, रातो रङ। यहाँ मन्दिरमा मैले बत्ती बालिदिएको थिएँ, किनभने हाम्रो घरमा पूजाहरू पनि बिहान अनि साँझ बत्ती बाल्ने परम्परा चलन के के भन्छ नि, त्यो खानामा पनि
खासमा के भन्छन् प्लिज कमेन्ट गर्नु ल। सो फटाफट अब रङ हाल्दै त रङ हेर्नु पिङ्क रहेछ, मैले रातो भनेर लिएको थिएँ। पछि त्यो आन्टीले मलाई के भन्नु थियो नि, यो पिङ्कको नानी मुछेपछि रातो हुन्छ। म कस्तो ओली मान्छे, कोही पिङ्क कलर मुछेर रातो भएको देख्नु भएको छासम्म मान्छे म त गर्दै यो भन्छु नि म त आफूले। हजुरले हेर्न सक्नुहुन्छ यो हो दादाको लगेज। अनि यो फेरि हल्का उता लानु लागि सामान उता झोलामा मम्मीको कपडा सामानहरू थियो। दादा पनि सक्नु भाइको सामान पर्दै हुनुहुन्थ्यो, जान लागि टाइम भइसकेको थियो। अनि आँखा आँसु झरिरहेको थियो, मैले बल्ल बल्ल कन्ट्रोल गर्दै घोप्टी पर्दै यताउता हेर्दै गइरहेको थिएँ। बट स्टिल इट्स हार्ड जस्तै यता बाबा जानको लागि उता गइसक्नु भएको छ। बाबाले भित्र बोल्नु भएको थियो टिका लाउने बेला भइसकेको थियो, किनभने जाने टाइम भइसकेको थियो। बाबाको दादाको मम्मी दाजु सब रेडी भइसकेको थियो। बाबा टिकट लाइन लम्बा थियो नि, मलाई यस्तो गाह्रो भइरहेको थियो नि, एक्सप्लेन गर्न सकेको थिएँ नि त्यतिखेर भन्ने नि। बट के गर्नु, यस्तै हो, सबै जानुपर्ने छ भन्ने कुरो हो। अनि बाबाले दादालाई मम्मीलाई मलाई सबैलाई टिका लगाइदिनु भयो। अब सबैको लागि गाह्रो समय नै थियो यो, के भन्नु सेन्टेन्स छैन यो मोमेन्टलाई एक्सप्लेन गर्न। सो आफूलाई कन्ट्रोल गरिरहेको छु कि म बाबाको अगाडि नरुँ भनेर। किनकि बाबा रोँदै यस्तो घर परिवारलाई रोँदै आफूलाई रुन मन लाग्छ। सो यस्तो गाह्रो हुन्छ अनि त बाबाले झन् रुन मन लाग्छ। सो कन्ट्रोलिङ माइ सेल्फ भने जस्तै आफूले त्यसै रह्यो नि अलिक कन्ट्रोल गरिरहेको छु। अब झन् अङ्क लाग्नुहुन्छ, हो यस्तो गाह्रो किन हुन्छ भन्छु आफूलाई। अनि बाबा जाने बेला भइसकेको थियो। उता फेरि आन्टीहरू पनि आउनु भएको थियो बाबालाई भेट्नको लागि। आन्टी ठुलो आन्टी पन्ची आन्टी आउनु भएको थियो मेरो बाबाले भेट्नु।
छ नि होइन त्यस्तै हो। सो आजको लागि यति नै। यदि हजुरलाई मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नुहोला। सो आजको भिडियो अलि लामो भयो। सो ओके बाई बाई, स्टे ट्युन।